एमालेको सबैभन्दा बौद्धिक कलाकार ज्योति मगरलाई हिजो महोत्सवबाट लखेटेका छन्। एमबिसी ब्लग भन्ने फेसबुक पेजमा एकजना ब्रदरले एकदमै गलत सन्देश दिने खालको एकदम गलत न्युज चाहिँ हाल्नु भएको रहेछ। ज्योति मगरको कारणले गर्दा प्रदर्शनीमा चाहिँ दर्शकहरूले ढुङ्गा मुढा गरे भन्ने खालको हाल्नु भएको छ। एकदमै गलत हो, झुट हो। तपाईँले थोरै समय दिएर थोरै रिसर्च गरेको भए थाहा पाउनुहुने थियो। कपिलवस्तुको चन्द्रटाउमा भएको महोत्सव हो यो। म पनि कपिलवस्तुको भएको कारणले गर्दाखेरि चाहिँ मलाई थाहा भएको अपडेट हो यो। तपाईँले चाहिँ एकदमै गलत दिनुभएको। 2 लाखभन्दा बढीले हेरेका छन्। ज्योति मगरलाई लिएर तपाईँले एकदमै ठुलो यसरी नकारात्मक टिप्पणी, नकारात्मक गलत समाचार, तपाईँले भ्युअर्सलाई चाहिँ गलत जानकारी दिनुभएको छ। त्यस कारणले यो भिडियो तपाईँले हेर्नु ताकि तपाईँलाई थाहा होस् कि वास्तवमा के भएको थियो। तपाईँले मेरो मात्र होइन अरू कसैको भिडियो हेरेर पनि अलि रिसर्च गर्नुभयो भने थाहा पाउनुहुनेछ है। तपाईँले अरू पनि भिडियो बनाउनु छ, मैले हेर्छु। भएको के थियो भन्दाखेरि त्यहाँ ज्योति मगरको उपस्थिति नै थिएन। त्यहाँ थिए जीबब। बेलुकीको साँझको समय थियो। 100 रुपियाँ चाहिँ खासमा त्यो मेलाको टिकट थियो। तर जीबब आउने भइसकेपछि अब मान्छेले 200 रुपियाँ चाहिँ डबल गराइदिएको थियो टिकट बेलुकीको समयमा। अब जब टिकट डबल हुन्छ मान्छे भित्र छिरेर हेर्छन्। जीबबले गाइरहेका हुन्छन्। एउटा दुईटा गीत गाइसकेपछि के हुन्छ, साउन्ड सिस्टम बिग्रिने, माइकले काम नगर्ने भइसकेपछि त्यहाँ अगाडि जुन जीबबको फ्यानहरू तपाईँलाई थाहा छ एकदमै युथहरू हुन्छन्, अगाडि उफ्रिने झुम्ने खालका थिए। डबल टिकट लिएर पनि यस्तो बेकार साउन्ड सिस्टम हाल्ने अथवा यो आयोजक टिमप्रतिको असन्तुष्टि जनाउँदै उनीहरूले तोडफोड गरेको चाहिँ हो। खासमा रियालिटी त्यो हो। तपाईँले चाहिँ यहाँनिर ज्योति मगरको तिग्रा देखाउने यान त्यान भन्दै ज्योति मगरलाई यहाँनिर उछाल्नु भएको छ। उहाँलाई चाहिँ तपाईँले नाम लिएर चाहिँ यो घटनालाई जोड्नु भएको छ, जुन चाहिँ तपाईँले नचाहँदै भएको त्रुटि हुनसक्छ। र म चाहन्छु कि तपाईँले आफूबाट भएको त्रुटिलाई एक्सेप्ट गर्नुहोस् र सच्याउनुहोस्। यसलाई तपाईँको आफ्ना दर्शकहरूलाई बताउनुहोस् ज्योति मगरको कुनै उपस्थिति त्यहाँ थिएन। त्यहाँ थिए जीबब र घटना यो कारणले भएको थियो है त। बाँकी तपाईँले आफ्नो गल्तीलाई सच्याउनुहोस्। अरू भिडियो तपाईँले हाल्नुहुन्छ, राम्रो छ, सबै चिज छ, तर गल्ती चाहिँ हाल्नु भएन। थोरै समय दिनुहोस्, रिसर्च गर्नुहोस् र मात्र हाल्नुहोस् है त। चाहन्छु म तपाईँलाई मेन्सन पनि गर्नेछु, यो आफ्नो त्रुटिलाई सच्याउनुहोस्। त्यहाँनिर ज्योति मगर थिएनन्। कुनै पनि कलाकारलाई नभएको कुरामा चाहिँ यसरी चाहिँ जोडेर भन्नु एकदमै सरासर गलत हो। तपाईँले गल्तीलाई चाहिँ एक्सेप्ट गर्नुहोस् है त। ल।